हेलो गाइस, नमस्ते सबैजनालाई स्वागत छ फेरि मेरो अर्को नयाँ भ्लगमा। अहिले चाहिँ बिहानको नभनौँ दिउँसोको 1 बजिसक्यो अनि म चाहिँ भर्खर खाना पनि खाएको छैन, बाहिर निस्किरहेको छु होइन। यस्तो मौसम आजको बवाल मौसम छ होइन फेन्टेकतिर अथवा अब कतै जानु मन लाग्यो भने फेन्टेक भन्दा बाहिर चाहिँ जानु मन लाग्यो भने चाहिँ जान्छु होला। म खाना पनि खाएको छैन होइन। अहिले फेन्टेक होटेलमा गएर नेपाली होटेलमा ल्याम्मो एक थाल भात खान्छु गाई चाहिँ। म चाहिँ यो ब्लग धेरै दिनपछि सुट गरेर आएको छु के, लगभग भनौँ न कति दिन भनेपछि 20 महिना पछाडि बल्ल सुट गरेर आएको छु। कोरियामा आएदेखि म चाहिँ एउटा मात्र ब्लग बनाएको छु त्यो, अनि यो सेकेन्ड ब्लग हुन्छ कोरियामा होइन। अब अहिले त आइफोन पनि किनियो, क्वालिटी अलि राम्रो होला पहिला भन्दा। आज चाहिँ घाम तलक्क आएको छ क्या यस्तोतिर। हामीले सामान किन्ने मार्ट यही हो गाई चाहिँ। यहाँदेखि चाहिँ हामी सामान किन्छौँ आफ्नो खानाको लागि केही 6 दिन बिदा होइन, कम्पनीको 6 दिन बिदामा आज शुद्ध मिलाएर 4 दिन त गइसक्यो। अब बच्यो 2 दिन, म 4 दिनसम्म पनि निस्केकै थिएन कि बाहिर। कोठामा मजाले बस्यो, फिल्म हेऱ्यो होइन, चट्ट लाएर यस्तै छ। रमाइलो छ कोरिया बिदा भएपछि चाहिँ। हाम्रो कम्पनी चाहिँ अलि नचल्ने कम्पनी हो, त्यही भएर पनि अलि त्यस्तै काम हुँदैन, बिदा भएको भाइ गर्छ। पैसा चाहिँ छैन होइन, पैसा चाहिँ त्यही बेसीकै हो। अब अरू साथीहरूको चाहिँ भवाल चल्ने होइन, शनिबार आइतबार पनि ड्याङका ड्याङ साल्ने, उनीहरूको त पैसा मस्त बढी हुन्छ तर काम पनि लिनुपर्छ, त्यही हो। फेन्टेक र आन्सङको ठ्याक्क बिचमा छ हाम्रो बसाइ चाहिँ। नेपाली होटलमा जाउँ, खाना खाउँ अनि कुरा गरौँ है त गाइस, स्टे ट्युन। म चाहिँ भर्खरै गाडीदेखि झरिसकेँ होइन। यही हो बस पार्क, फेन्टेकको बस पार्क। अनि अब म जाँदैछु भात खान। नेपाली दाईको रेस्टुरेन्ट छ एउटा, मिठो खाना पाउने, त्यहाँ जाँदैछु। दास रमाइलो छ। हाम्रो भर्खर अब इपिएसको तयारी गरिराख्ने हाम्रो दाजुभाइहरू चाहिँ एकदम मेहनत गर्नु होला। कम्पिटिसन हाई छ होइन, भरे आउनुपर्छ, यसरी मस्त घुम्नुपर्छ, पैसा कमाउनुपर्छ होइन गाइस। आज चाहिँ कता जान्छु, पहिला मस्त भात खाऊँ। अनि यो छ नि, यो चाहिँ पहिला थिएन, यहाँ पुरै बार लगाएको छ। एके प्लाजाको अगाडि पुरै खुल्लै थियो होइन, म भर्खर आउँदा चाहिँ। तर अहिले चाहिँ पुरै बार लगाएर यस्तो देखाइरहेछ छैन, यस्तो बनाइरहेछ कि अगाडि चाहिँ। अनि त्यही भएर यो चाहिँ पुरै बार लगाएको छ। बवाल हुन्छ योमा बन्यो भने त यार होइन। हाम्रो अड्डा चाहिँ ऊ भित्रै हो, केटाहरूले मन पराउने अड्डा चाहिँ यही फेन्टेकको उतातिर छ। म चाहिँ अहिले खाने भनेको यसमै हो, हाम्रो नेपाली रेस्टुरेन्ट, नेपाली एन्ड इन्डियन रेस्टुरेन्ट हिमालय डाँसे भन्ने। त्यसमा चाहिँ टक्क गएर मजाले खानुपर्छ खाना। अब हामीले केही पनि नखाने, यस्तो छ ओभरभ्यू होटेलको। सोलो क्या, सोलो सिङ्गल, कोही नो साथी, नो फ्रेन्ड, नो गर्लफ्रेन्ड, सिङ्गल क्या, सिङ्गल हिँडिरहेको। सो गाइस, म चाहिँ फाइनली खाना खाएर भुँडी टन्न बनाइसकेँ होइन। अब निस्किसकेँ होटलदेखि। अब जाउँ एकछिन एके प्लाजामाथि, एके प्लाजामा गएर चिल गरौँ। म तपाईँले त्यहाँदेखिको भ्यू देखाउँछु गाइस है, हेर्नु होला, इन्जोय गर्नु होला।
यो यो गाइस यो चाहिँ हाम्रो यो एके प्लाजा फेत्तेके प्लाजा माथिदेखि देखिने भ्यू हो होइन मस्त छ म चाहिँ अब फर्केँ होइन उता डुले धेरै डुले गाइस होइन यस्तो झ्याल आयो माछाला केही घुम्न रमाइलो केही मजा आएन त्यही भएर आफ्नै गाउँ ठाउँ फर्किआएँ भने जस्तो टक्क यो हाम्रो बगैँचा बनिरहेको यही म चाहिँ यही 101 बस्छु फर्केँ भाइ पनि अब अघि उता भेट भएको थियो एके प्लाजामा त्यही हो गाइस है अब यस्तै छ कोरिया अझ 2 दिन बिदा छ अनि त्यस्तो दिनदेखि बल्ल काम गर्न जाने हो मजाले यो जमिन चाहिँ के गर्नलाई बचा होला कोरियन सरकारले सरकारी हो के हो पाटै आमा कस्तो हावा चलेको यार गाइस यस्तो मिठो होइन नेपालमा यतिखेर चाहिँ आमा यस्तो बवाल गर्मी छ अरे तर अब हाम्रो यहाँ कोरियामा चाहिँ त्यस्तो छैन चिल छ कुल छ काम गर्दा चाहिँ अलिअलि गर्मी हुने हो नभए त छैन गाइस यस्तोमा बसेको छ होइन चिलमा केही दिन पछि चाहिँ अलि गर्मी हुन्छ अब 6 महिना लागेपछि चाहिँ अहिले चाहिँ त्यस्तो गर्मी त छैन बाहिर हिँड्दा नि शीतल नै एउटा टी सर्टमा मजाले हिँडिरहेको छ यस्तो वर्ष कि गाई छ आजको ब्लग चाहिँ हेरिसकौँ होइन म चाहिँ रुममा पुग्न लागिसकेँ तपाईँहरूले कस्तो लाग्यो ब्लग त त्यस्तो मिठो त दिन सकिएन हेर्दै गर्नु होला नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला गाइस है त्यति भन्दै आजको ब्लग यही समाप्त हुन्छ बाई बाई टाटा गुड बाई